हेलो एभ्रीबडी वेलकम टु माई अनदर ब्लग। आज म सिलिगुडी सुकना आर्मी क्याम्पको भित्र यहाँनिर एल्बर्ट एक्का सैनिक इन्स्टिट्युट गो कार्टिङ प्ले जोनमा आएको छु। अनि यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यसको भित्र म आइपुगेको छु। म अनि मेरो साथी हामी आइपुगिसकेका छौँ। यहाँ आएर हामी वासरुम गएर पहिला फ्रेस भयो, गरम धेरै भएको कारणले गर्दाखेरि पहिला चाहिँ हामी वासरुम गएर फ्रेस भयो हो। अनि अलिअलि कपहरू मिलाएँ। त्यसको बादमा चाहिँ म गो कार्टिङ ड्राइभिङ जोनमा आइपुगेँ। अनि मैले यहाँनिर यसरी रुट हेर्दै थिएँ। अनि यो रुट चाहिँ यसरी रहेछ, मजाको रोडहरू बनाएर छ। परबाट यस्तो घुमाएर चाहिँ यता नानीहरू खेल्ने पनि रहेछ। अनि यताबाट घुमाएर एक रनिङ चाहिँ यहाँनिर चाहिँ एक रनिङ फ्रिज। अनि फाइनली म गो कार्टिङमा माउन्ट भइसकेको छु। अनि आर्मीले मलाई यहाँनिर यसरी ब्रिफिङ गरिरहेको छ। अनि उसले मलाई राम्ररी ब्रिफिङ गर्दैछ। राइटमा पिकअप हो, लेफ्टमा ब्रेक हो भनेर मलाई राम्रोसँगले ब्रिफिङ गर्दैछ। अनि फाइनली म हेलमेट मैले लगाइसकेको छु। अनि मैले गाडी स्टार्ट गरिसकेँ हो। अनि चाहिँ म अगाडि मुभ भइसकेँ यहाँनिर। अनि मैले यसरी मेरो साथीलाई मैले अगाडि बढाउँदै थिएँ, तर साथीको खुट्टामा अलिकति चोट लागेको कारणले गर्दाखेरि उसलाई अलिकति समस्या भयो र उसले मेरो परैबाट भिडियो यसरी बनाइदियो। अनि यसरी म परबाट यसो गरेर घुमेर आउँदै गर्दाखेरि चाहिँ फिनिसिङ राउन्डमा चाहिँ फिनिसिङ रुटमा पुग्दै गर्दाखेरि उसले यसरी भिडियो बनायो। अनि यहाँदेखि चाहिँ म आएर यहाँनिर चाहिँ एक राउन्ड हुन्छ। अनि यहाँसम्म चाहिँ मेरो एक राउन्ड हुन्छ। अनि मजा आयो ड्राइभिङ गर्नुमा। फर्स्ट चोटि मेरो यो एक्सपिरियन्स थियो, एकदमै मजा आयो।